हेलो नमस्ते सबैजनालाई मेरो पाण्डा वाइटी च्यानलमा स्वागत छ। हजुरहरूलाई र हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशाका साथ हामी दाजुभाइ उपस्थिति भइसकेका छौँ। आज पनि हामी फेरि मुखबाङ लिएर आएका छौँ। हजुरहरूले हेरेर माया साथ सपोर्ट गरिदिनु होला भन्दै आजको हाम्रो खानातर्फ लागौँ। आजको हाम्रो खानामा चाहिँ अन्डा करी अनि प्याज हरियो खोर्सानी भात छ र आउँदै गरेको भाइ टिका र दीपावली सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना भन्ने होइन त भाइ, हामीले त के भन्नु सकिन्छ र। अब हाम्रो त यस्तै छ, परदेशमा दुःख सुख चलिरहेको छ भन्दै अब हामी ढिला नगरी खानु सुरु गर्छौँ र हजुरहरू खानु भएको छैनन् आउनुहोस् सँगै बसेर खाउँला भन्दै अब हामी खानु सुरु गर्छौँ। धेरै समय भइसक्यो, बिहानको खाना आज भाइ सुतेको भएछ, त्यही भएर ढिला भयो। एकदम धेरै भोक लागिरहेको छ। हामी सुरु गरौँ है त भाइ है। ओके ल ल मेरो त देखिएन। ल हाम्रो दुईजनाको देख्नुहोस्। हामी दरै सेक्छौँ किनभने नास्ता गरेन नि त। ल भन्दै खानु सुरु गऱ्यौँ। मजाले पहुँचो मान्छे झन् पहुँचो भएछ भन्दै फर्स्ट बाइट हजुरहरूलाई भन्दै खानु सुरु गरेँ त। दामी। तर यो हात चाहिँ हामीले अघि धोइसकेको थियौँ साथीहरू, फेरि हातै नधोइ खानु सुरु गर भनेर। खाना बेलामा धेरै बोल्नुहुन्न भन्छ, तर अन्डा हामीसँग त्यस्तो केही छैन, पानी छ। खोर्सानी कस्तो पिरो रहेछ के पालो खोर्सानी त, बाफरे। तन्के खानु परेको अवस्था। ऊ चाहिँ भाइ चाहिँ अक्लो, म चाहिँ होचो भएर बढ्ने बेला गुच्छा खेल्दै ठिकै भयो त। कहाँबाट हुन्छ लसुन चाहिँ एक्लै खायो। प्याज त सुकेको परेर खोर्सानी त छुरा र हाम्रो घरमा एकजना अङ्कलले भन्नुहुन्छ के, तिमीहरू को अग्लो हुने मन छ यहाँ सुत त भनेर गरम तान्नुहुन्छ त्यस्तै के। त्यो के गरेको भने त अग्लो हुनु लागेको लामो हुनेले केमा भुइँतिर रुदाकुटी मात्रै सानो न। हामी भाषण भुट्नु खेलिन्थ्यौँ नि त। ल यहाँ अब तिमीहरू को अग्लो हुने मन छ भने हामी त होला त नि भन्थ्यौँ। तर भात चाहिँ गिलो भएछ क्या खान्छ है। चामल भिजाएको धेरै भिजै छ।
हाम्रो त भाइटिका दीपावली यसरी मनाएको छौँ। हजुरहरू चाहिँ राम्रोसँग मनाउनु होला। प्याज त सुकेको परेछ, म यो खान्न होला। सुकेको रहेछ है। पानी पनि छ यार। मलाई त घाँसे पछि पानी चाहिन्छ। कस्तो बानी होला। जहिले ढिलो खान्छु, आज त सँगै खाइसक्नुपर्छ। जति पनि खाना धेरै खाने मिलिन्न, आफू धेरै खाने पर्यो। धेरै खायो। यस्तो छ है साथीहरू खाना। कस्तो साह्रो अड्कियो। हिजो गरेको कलर त डुगेकै क्या, देखाउनै पाइँदैन क्या। के छोरी मान्छे जस्तो कलर गरेको। छोरी मान्छेले मात्रै गर्नुपर्छ भने फेरि मैले त्यस्तो नराम्रो भन्नु खोजेको होइन नि त। उनीहरूको त जातले पाएको हो नि त। हामी पनि गर्ने हो के भयो। सुहाउँछ हामीलाई, के सुहाउँछ। के कसो साथीहरू कमेन्ट गर्नु नबिर्सिनु होला। हाम्रो दाजुभाइको कुरो। आज म फर्स्ट खाइसकेँ। साथीहरूले देख्न सक्नुहुन्छ, यो मैले प्याज र खोर्सानी खाइनँ। खोर्सानी पिरो, प्याज सुकेको रहेछ, मिठो भएन। खोर्सानी चाहिँ पिरो, सब्जी पनि पिरो, त्यही भएर म त 8 वर्षको भए पनि सेक्दिएँ यत्रो सिक्यो। भोक लागेको बेला दामी खाइयो। ओके, अब हामी बिदा दिनु त होइन त भाइ? के भाइ 2-4 शब्द जान्छ भने भनिदिउँ, केही छ भने। लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। यति हो मेरो भन्ने। ल भाइले भने जस्तै अब हामीले सबै खाइसक्यौँ। आज हामी दाजुभाइ सँगै खाइसकेका छौँ र खाँदै जाँदा बोल्दै जाँदा गल्ती हुनसक्छ, त्यसमा हामी एकदम क्षमा प्रार्थी छौँ। र हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला। र मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन, सब्सक्राइब गर्नु नभुल्नु होला भन्दै हामी यो भिडियोबाट बिदा लिन चाहन्छौँ। फेरि अर्को भिडियोमा भेट्ने बाचाका साथ हामी बिदा लिन चाह्यौँ। र फेरि पनि भन्न चाहेँ, लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला र साथमा रहेको बेल आइकन पनि दबाउनु नबिर्सिनु होला भन्दै बाई बाई। हेप्पी भाइटिका, हेप्पी दिवाली।